हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। म चाहिँ भर्खरै आएको खेतबारीमा है गाइज, मकै गर्नलाई। मम्मी बाबाहरू चाहिँ उतातिर गडिरहनु भएको छ है। म चाहिँ यता भर्खर मल हाल्न लागेको छु। हल्का साँझ भएको छ है गाइज। साँझ भएको भएर गाइज शीतल मकैहरू पनि राम्रो हरियाली सरर राम्रो देखेको छ गाइज है। हल्का साँझ भइरहेको छ। मल चाहिँ यतातिर चाहिँ मल हाल्न टन्नै छ बाँकी गाइज। यो छेउतिर चाहिँ मैले भ्याइसकेको छु मल हालेर। यता छेउछाउ यो मल छ बाल्टिङमा है गाइज। म चाहिँ यो मकैमा हाल्दैछु। एउटा कुची हाल्यो गाइज। यो मकैको बुट्टामा हाल्नुपर्छ, बल्ल फारो हुन्छ गाइज होइन। म चाहिँ यसरी हाल्दै हिँडिरहेको छु। ट्याक 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 हालिरहेको छु मैले चाहिँ गाइज। सक्यो, अब फेरि यता बाल्टीमा जानै पऱ्यो लिनलाई फेरि गाइज। अब फेरि अगाडि जानु पऱ्यो, फेरि हाल्छु ट्याक्क 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 बुट्टामा हाल्दैछु होइन। मौसम पनि सफा देखेछ। म चाहिँ म्युजिकको तालमा सट्ट मल लिएर देखाइरहेको छु है गाइज। मम्मी बाबा चाहिँ उतातिर गडिरहनु भएको छ है। यो छेउको चाहिँ गोडेको, यतातिर चाहिँ नगोडेको मल चाहिँ हालेर भइसकेको छु मैले है। यता यो छेउछाउमा हालिसकेको छु, देख्नुभएको होला हजुरहरूले पनि। यता गोडेको भाग हो, यतातिर चाहिँ नगोडेको भाग हो है गाइज। अनि उता त बाँकी नै हो हाल्नलाई। म गाइज हजुरहरूलाई यो मिनी भ्लग कस्तो लाग्यो र राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला। ल म घर जानु लाग्यो, बाई।